अब कपाल काट्छ अब यसको ल हैन आज चाहिँ युवाको यहाँ कपाल कटिङ यहाँ घरै मम्मी त बारबरले काटिदिनुहुन्छ यो युवाको कपाल यहाँ मस्त हान्दिएर क्या मस्त यस्तरी युवाको कपाल गयो क्या तक्लु हुने भयो मम्मीले भन्ने मात्रै तक्लु हुन्छ तेरो कपाल बस्यो डराएर गयो अब यसो कपाल गयो क्या आज यता त खिचौँ न यता होला उता गर्न झन् यस्तो हो कि हुने डराएर आयो है मेरो पाउँदै जान्छ त अहिले झुकेर हेर कस्तो झुकेर स्वाटै जाला नि फेरि त्यसै भ्यायो भन्छ यसलाई मुलेट हान्ने मलाई मुलेट यस्तो ए किन सर हस्र बल्तिर काट्यो अनि ओ माई गड जोकर लाई 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 ला लाई लाई ला लाई 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 ला लाई कान ठिकै छ नि यसको कान ठिकै छ नि कान ढाक्नु यहाँसम्म ढाक्नुपर्छ यहाँसम्म ढाकेर हुन्न डराएर बस्छ यो चाहिँ डेन्जर छ भ्यायो क्या त्यसै नबोल्छ त काले मलाई नि आउँछ क्या अलिअलि त पैसा बचाउने निन्जा टेक्निक फुल फोकसमा फेरि फुल फोकसमा यहाँ चाहिँ फुल फोकसमा होइन यति बिग्रिनु बित्तिकै गयो के छ कपाल अन्त अहिले फेरि हाछ्यौ नगएर स्वाटै जाला बिग्रिसक्यो के थाहा यो त कहाँ बिग्रेछ बिग्रिसक्यो क्या अलिअलि ढुक्क गयो क्या कपाल स्योर गयो क्या आज जान्छ कि नजान्ने अस्तिमा काटेको याद छ कस्तो काटिदिनु भएको थियो कहिले काट्यो लकडाउनमा त्यो मैले काटेको हो कसले काटिदिएको नि त्यो उहाँ रोबेनको ड्याडीले काटिदिएको थियो ओ माई गड हाँसिरहेको क्या मम्मी होइन यसले बिगार्छ स्योर बिगार्छ कसले हेर्न हेर कस्तो बस्छ खोइ के अझ पत्तै खै नि नचल कि यो कुरा यो लुन यसो गर्न यसो गर्न के को चिलाउन पर्यो र आज युवाको कपाल मोए हुने हो मोए किनभने हुन्छ 50 रुपैयाँ फाइन 50 फाइन हो गुड 50 फाइन कपाल बिगाएर पनि 50 मलाई फेरि 50 रुपियाँ भिडियो गरेकोमा फोन चार्ज नभए नगरेको होइन त्यसै होइन यसलाई फेरि कानभित्र पस्यो र ल त्यति बेलासम्म युवाले कपाल काटिरहेको छ होइन म चाहिँ लुक दिस भ्यू गाइज लुक दिस मेरो घरको किचनबाट कता देख्यो यार त्यहाँ चाहिँ रनिङ आएको हामी त्यो लगेकै हुन्छ हेऱ्यो भने हाली भ्याउँदा मैले सायद त्यसपछि बल्ल खिचिरहेको छु यो यताउता हुन्छ होला त्यहाँ त्यो भिडियोमा एडिट गरेको अझै अनि जीवन डिप्रेसमा पुग्यो कपाल बिग्रेर डिप्रेस पुग्यो नि त हेर्न यो भयो त कानले कान त ढाकेन नि त भयो त खतरा देखेछ ठ्याक्क मस्तो के ठ्याक्क मस्तो यस्तरी गर्नु नि यस्तरी जानेछु त्यस्तो पनि ल त्यस्तो स्कुलमा एलाउड हुन्न नि त यस्तो गर्ने त रुन लाग्यो होइन तिमीहरूले बानी भन्दा म सधैँ यस्तो ट्रेनिङ गरेँ भन्दा मैले जान्थेँ कि झैले हाम्रो कपाल बिग्रिने हो नि तिमीहरूले उस गर्नै मान्दैन अनि नत्र त म यस्तो गर्दा गर्दा त म जानिन्थेँ नि हजुरको आफ्नो कपाल काट्ने यत्रो लामो खुइले गर्न परेछ झैले पनि बाबाको खुइलिएर यस्तो मिलाएर काट्नुमा फरक हुन्छ नि कस्तो त्यही त त्यो बाबाको त खुइले मात्रै गर्न पर्यो खालि तिमीहरू कपाल काटिन बाबा म सक्थेँ जान्थेँ भनेको क्या
जाने टेन्सन नपर्छ तक्ले हान्नु पर्छ भनेर पर्दैन हौ ढुक्कै बस केटा ढुक्कै बस त्यस्तो मैले गराउँदै अलिअलि कामतिरको हताएपछि त यताको जस्तो लेभल त मिल्दैन होला स्योर यता लेभल नमिल्ने हो यस्तो मिल्यो यता चाहिँ मिले त हो हातमा कपाल भयो मेरो हातमा पिट्नु पर्छ म मेसलाई त ला गयो अब यसो कपाल पछाडि भन्छ चाहिँ गयो अब गयो बिग्रियो यहाँ बिग्रियो ला बिग्रियो ला के गर्छ तेरा क्या हो कालिया बिग्रिसक्यो छानिदिनु भन्छ बिग्रिसक्यो त फुल फोकसमा अझै यो मम्मी अझै सेट जीवनको पछाडि कपाल थोरै बिग्रियो हैन अनि जीवन यहाँ टेन्सन भइसक्यो अनि मम्मी उहाँ फुल फोकसमा मिलाउँदै जीवन आत्तिसक्यो यहाँ अग्नि भयो कि भएन भन्दै बस्यो हो आत्यो भन्यो भने बिग्रिहाल्छ नि कहाँ जान हतार छ त कहाँ जान हतार छ त कहाँ कोभिन जाने त पोखरा के काम खातिर पोखरा के काम हो भन् त अझ यो यहाँ तल त जिरो हान्दिन पाएँ हान्दिनु जिरो हाने फेरि माथि मिलनमा जान्दैन त मैले ला भन् जान्नु मम्मीले के मैले के हाने छैन हौ मुलेट ओ माई गड है ओ माई गड यहाँ बस्दा भएन के छानेको त मैले माथि छोकै छैन कामकोतिर साइड साइडको मात्रै काटेछ कस्तो त पछाडि देखिन्छ अमै पछाडि कस्तो के तर्का पछाडि हेर्ने तेरो मैले माथि के फुलसुल केही पनि छैन मैले त कान ढाकेको र पछाडिको मात्रै हो अलिअलि काटेको के हो त छिटो लाग्छ अब यो चिलायो हो सबै टाँसेर बिग्रिसक्यो हाँस्या बिग्रियो यसको त्यो हाँस्ने बेला बिग्रियो भने म जान्दिनँ केटा यहाँ त्यसको स्वास्थ्य नकाटेर आएर यार पैसा बचाऊ केटा पैसा बचाऊ पैसा बचाऊ युवाले भोलि स्कुल नगएर कति बिल्ला खान्छ कसले खान्छ कसले के भन्छ यसले अब है तल आउँछस् यहाँ कि तल तल ओहो कपाल भयो ओके यही नआब खानु पनि कस्तो पछाडिको नराम्रो भालु हो नि कहाँ यो यति त काल काटेको कि है पछाडिको मैले फुल भिडियो जानु अझ म फुल भिडियो गरेर पठाइदिन्छु फुल भिडियो के हो त्यो फुल भिडियो ए नभए भनेको फेरि च्यात्ते कपडार बस्ने त कति महिना भइसक्यो जब नगे बाथरुममा गएर हिँड्दामा पानी युज गरिदिन्छु
खोल के भछ के त्यस्तो केही नि भएन आ नहुने हो कस्तो ओ पेट सृष्टि घुम त रोक ल सृष्टि घुम है सृष्टि घुम सृष्टि ए त्यो होइन कि त्यो टाउको देखाएर घुम भनेको कपाल हेरेर भनेको सृष्टि घुम है गुड बोय चिलाउनु त्यो कानाले सबै त्यो होइन त्यो सबै घाँटीभरि छ अनि चिलाउँछ भनेको चिलाएर जागे नुहा भनेको नटेर्ने होइन अघि आज मम्मीको पिटाएर खान्छ जस्तो अहिले हेर मम्मीले त्यहाँ मेसिन सफा गरेर भएपछि त पिटाउनुहुन्छ ल अब यति नै हो अब भिज्दै टी सर्ट लगाएर भिज्नु यस्तो भन्ने के भन्नुपर्छ है त्यो पनि त टी सर्ट धुने भयो त्यो नि बन्द गर्दा भनेको त्यो भिडियो कि क्या घाँटीभरि साप उठ्छ कि किन हो ल ल ल स्याम्पू लगा कपडा चाहिँ भिज्ने त नि अब छुनै नहुने फेरि अघि छुनै नहुने देख्नुभयो मैले सुनबिजी कराउँछ यत्तिकै पिठा खुलाउँछ मलाई देख्नुभयो नि यसको त्यो अहिले त चिलाउँदैन बेसी ला के भन्नु हो हेयर कटको बारेमा आए क्यामेरामा ल के भयो कस्तो लाग्यो कपाल काटेर मम्मीको हातबाट के मम्मीको हातबाट कपाल काटेर कस्तो फिल भयो यस्तो फिल भयो के यस्तै कट हाल्नु मन लाग्छ अरे मस्त हान्नु ठ्याक मन परेर के यो मैले काटेको कि मम्मीले काटेको मैले काटेको यस्तो मस्त मनपर्छ या गुड या यहाँ चाहिँ मम्मीले सफा गर्दै त्यही भन्दै समाप्त गर्छु होला म सायद समाप्त कताको समाप्त हुने र यहाँ भएर यहाँ झाडा ल्याइदियो काम गर्नु त्यो मम्मी करा खाँदै बसिदियो ननुहाएर यत्तिकै निक्लिरहेको थियो अघि भर्खर त्यो कपडा लगाएर कि कपडामा भिजायो कपाल पानीले भिजायो अनि निक्लिरहेको त्यसो मम्मी करा खायो मम्मीले मलाई चाहिँ झाडा ल्याइदियो अनि त्यसको लागि अब त्यो चाहिँ नुहाइरहेको छ ढोका अन्त गरेर ओइ खोल त ओइ झाडा ल्याएको मैले झाडन चाहिँ न झारन ल अब यति भन्दै फेरि समाप्त हुन्छ होला गर्छु होला म केही थाहेन या हिँड्न त्यो फाइनल लुक्स देखाउने क्या म यसको फाइनल लुक्स बहुत के नि कान दिएर स्याट गयो भइहाल्यो नि